नमस्कार। साहित्यिकहरूको कुनाबाट आज म दुई प्रेमिल कथाहरूको बारेमा अथवा दुई वियोगान्त प्रेमिल कथाहरूको बारेमा चर्चा अथवा विश्लेषण गर्न गइरहेको छु। एक रोमियो र जुलियट हो भने अर्को नेपालका सुमधुर आधुनिक गायक अथवा ऋतुहरूमा तिमी हरियाली बसन्त हो भन्ने गीतको गायक अरुण थापाको बारेमा तुलना गर्न गइरहेको छु। म रोमियो र जुलियट शेक्सपियरद्वारा लिखित काल्पनिक पात्रहरू अथवा काल्पनिक कथा हो भने अरुण थापाको प्रेम आफ्नो प्रेमिका अथवा आफ्नो श्रीमती विमला पालेखीको परिवारबाट छुट्याइएको वास्तविक जीवन अथवा कहानी हो। रोमियो र जुलियटलाई शेक्सपियरले वियोगान्त बनाएर लेखिदिए तथा संयोगान्त बनाउन पनि सक्थे। उनको कलमबाट लेखिएको कथा हो यो। उनले पाठकहरूलाई एउटा भावुक बनाउनलाई त्यो वियोगान्त बनाएर लेखिदिए। तर अरुण थापाको प्रेमलाई हामीलाई सुन्नको लागि अथवा पाठकलाई पढ्नको लागि दर्शकलाई सुन्नको लागि बनाइएको भावुक कहानी होइन। त्यो त जातको आधारमा अथवा जात व्यवस्थाले एक अर्कालाई प्रेम अथवा प्रेमिका अथवा श्रीमान श्रीमती हुन नदिएको एउटा वास्तविक कहानी हो। यदि कुनै लेखकले अरुण थापाको बारेमा पनि कथा लेख्छ भने रोमियो र जुलियटको भन्दा कुनै कम हुने छैन।